ल गुड मर्निङ एभ्रिवन। हामी चाहिँ आज शनिबारको दिन पारेर हामी 4 जनाको ग्रुप भएर हाम्रो मदन केसी, मुकुन्द भण्डारी, सनम गौतम अनि पर्तुकी भने हामी 4 जना भएर चाहिँ हामी दाउन्ने देवी माताको दर्शन गर्नको लागि हिँडेका छौँ। अहिले भर्खर हामी चाहिँ बुटोलबाट यात्रा सुरु गरेका छौँ। भर्खर पिस क्याम्पपट्टि हामी चाहिँ अहिले एकदम मौसम पानी अलिअलि परिरहेको छ। सबै हामी रेनकोट लगाएर हिँडिरहेका छौँ। होइन हाल्नु त केही हाल्नु। अनि अब हामीले अब तेल हाल्न पऱ्यो। तेल हाल्न लागि यता सिर्न लाग्छौँ। यस्तै छ ल। यात्रा फेरि सुरु भएको छ। बाटो चाहिँ छ आनन्दको बाटो छ अहिले चाहिँ। बुटोल नारायण ठ्याक्क 2 घन्टामा बुटोल नारायण घाट कम्ती नभएर पानी पर्यो। भल्यो पुरै है त्यसले गर्दाखेरि यस्तो छ हालत यहाँको। बाटो यस्तो राम्रो छ। यहाँ यो माथि छ होइन 2 रुपियाँ गरेर क्या यहीँबाट माथि थाक्यो। यहाँबाट कट्नु तिम्रो होइन जुन हुनुपर्ने त्यो अनुसार भएन गरे होइन। सुगनपुरको आउँदाखेरि त्यस्तो देखेर तिम्रो भत्कन पठाएर फेरि यहीँबाट माथिको बाटो यो बाटो पुरै डबल गरेको यहीँ त अस्ति पुरा पानी परिरहेको म यस्तो यस्तो हुँदै हिँडेको त्यो पनि हो। अनि तिम्रो यो बक्की गर्ने ओभरलोड गाडीहरू हिँड्छ होइन होइन कि पिँदै भयो यस्तो sama ngomongnya hanya oh dia berani itu bala ngomong nanti ya bos mau ini kok hotel lah ya dah bawa di ter antara पानी परे त हिँड्नै हिँड्नै त्यहाँसम्म त पुग्दैन। उही गेटमा होइन कि तल यहाँ चाहिँ पहिरो गएछ है। कहाँ तल होइन कहाँ यहाँ होइन कि तल यहाँ मेन गेट तल हो क्या। मेन गेट त तल हो क्या त्यत्र होटलहरू छन् तल हो क्या भएर हिँड्ने कि यो बाटो राम्रो हुन्छ क्या। धन्ना ये तो
गौशाला जाँदा होइन केही लाने लैजानुहोस् है अहिले आउँदाखेरि छोरालाई फिलअप गरेर बन्दुक बोकेर लानुपर्छ हामी बिचमा आइएन नि त हो त्यही बस्नु त्यही बस्यौँ त्यही भएर हामी तिरिमिरी परिरह्यो त्यही भेनाले कहाँ आएर फोन गरेर भन्नु भेना अहिले माथि बोकेर जान्छ नि ठिकै छ अब हाम्रो भाग्य रहेछ नि त होइन यसो भएर हामी जङ्गलमा खोज्नु होस् हामी जङ्गलमा खोज्नु जाऊँ माथि तिम्रो चक्कर लगाएर ठिक छ जुत्ता लगाएर पनि मिल्छ कि जानु एउटा 3 दिन हुन्थ्यो नि पर्छ मलाई त्यहाँ के त्यत्रो चढाएर आएछ केटा लामा साथ ल्याउनु पर्छ यहाँ भित्र पानी उस मात्रै छैन त यस्तो खोला पानी छैन मौसम पनि पुरै ठाडो छ आता पनि आइरहेको आइएन हो यो सिडी चढ्न आउँदा के मन्दिर गएको जाम न त सक्दैन गरे त्यही थियो आरामै यहीँ यहाँ पूजा गर्दैन पूजा गर्ने होइन जुत्ता होला चलान गर्थ्यो चप्पल खोलेर जान्छ यहाँ टिप्छु नि मैले बाटोमा टिप्यो कि यता टिपेर आयो अब पनि टिप्छौ कहाँ फाल्नु यहाँ माथि 500 थियो होला बस यहाँ माथि पूजा गर्नु त के हो त वस्त्र पतानी सूर्य माता नयाँ कपडा ल्याएर पढाउनु के सानो हो ए सानो हो क्यारी छ हो सबै आउँछन् नि सब फरक फरक रहेछ सबै तेर्सो आइसकेको मलाई बोक्नु छैन रक्षा गर्नु चामल हो कि चामल छिरा दिन्छ चामलले ल्याएन त नि हाम्रो साथीहरू बाँधेर भन्दा केही कम छैन एउटा यता एउटा उता च्याप्प मोबाइल छाँछ यो प्लास्टिक देखाएन कि नेपाली मान्छेलाई खडाएर यो हो यो छ कस्तो है यो यहीँ टिको लाग्दैन पानी त ठुलो पर्दैछ त
किसको भ्यान हो यता तारा तारा यता तारा ब्राजिल सबै ब्राजिल हो होइन पोर्चुगल हो ब्राजिल हो तारा तारा यता बाहिर पऱ्यो पाइन्छ भित्र छिरा भित्र भित्र सबै होला उयो उता एकचोटि घुमेर हुन्छ गीत सित है त उता गीत ल्यायो भने फेरि यस्तै रहेछ जिन्दगी साइलो बाँच्नु धेरै गर्ने हो रमाइलो म पनि के यता बिहे भएन क्या त्यो केही नपाएर समस्या त्यही हो गुरु सातौँ भाव हेरिहाल्नु त यहाँ चेक गरेको केटी राम्रो केटी भेटिनी गरेर आइरहेको छ अहिले पनि तपाईँलाई मन परेको भए दुईवटा नाम पढेको केटी छ भने कहिले च्याटिङ